अहिले मानिसहरूले मलाई धेरैले भन्दै होला बौला भएछ भन्नुहोस् बौला। यो व्हाट्सअप गाइस, मेरो नाम राम बुजेल र फेरि पनि स्वागत गर्न चाहन्छु सम्पूर्णलाई मेरो नयाँ भिडियोमा। र तपाईहरु यो भिडियो हेर्नुहोस् अनि यो भिडियो हेरेर भन्नुहोस् कि आखिर यो भिडियोमा गलत के छ। एउटा क्रिस्चियन भएर एउटा खेलाइची चाहिँ नगर्नुहोस् है। जब मान्छेहरू आफ्नो घरमा परिस्थिति आउँदैन, आफ्नो घरको भित्तामा ठोकिँदैन, तबसम्म त्यो मानिसहरूले परमेश्वरलाई चिन्दैन। अहिले मानिसहरूले मलाई धेरैले भन्दै होला बौला भएछ भन्नुहोस्। बसित हुनुहुन्छ एकमात्र जीवित परमेश्वर, मेरो चोट निको पार्नुहुने मेरो परमेश्वर हुनु। दिस इज सोनाम गोले फ्रम सिक्किम अनि ऊ ख्रिस्टियन भएर परमेश्वरको नाममा भिडियो बनाउने गर्दछ। र सबैले सोच्छ होला एउटा ख्रिस्टियन भएर परमेश्वरको नाममा भिडियो बनाउँदाखेरि गल्ती के छ भनेर। गल्ती केही पनि छैन, तर प्रब्लम जरुर छ। यदि तपाईँ इन्डियाबाट हुनुहुन्छ भने इट इज फ्रिडम अफ रिलिजन कि तपाईँ कुनै पनि धर्म कुनै पनि कुना बसेर मान्न सक्नुहुन्छ। तर कुनै पनि धर्म मान्दाखेरि त्यो धर्मको विषयमा प्रचार गर्नु अथवा सोसियल मिडियामा भिडियो बनाउँदाखेरि धेरै प्रब्लम क्रिएट हुने गर्दछ। हामी जाति, ठाउँ, थर, ठेगाना र धर्मले बेग्लै बेग्लै भए पनि एकता भएका छौँ, त्यो हो अन्धविश्वास। कुनै महान व्यक्ति भन्छन् भक्त और पागलपन में ज्यादा अंतर नहीं होता, सांसारिक दृष्टि से देखो तो भक्त पागल ही जैसा दिखाई देता है। र आजको भिडियोमा म तपाईलाई सिकाउने छु कि आखिर धर्म भनेको के हो र कसरी धर्म मान्नुपर्छ र धर्म कुन धर्म मान्दाखेरि हामी स्वर्गमा पुग्छौँ र कुन धर्म मान्दा हामी स्वर्गमा पुग्दैनौँ भन्ने कुरा आजको भिडियोमा तपाईलाई सिकाउने छु। सो लेट गेट स्टार्टेड द भिडियो। म हिन्दू परिवारमा जन्म भएको कारणले गर्दाखेरि म हिन्दू हो र मैले बाइबल पनि पढेको छु। मैले कुरानको कतिवटा नलेज लिएको छु, आइडियोलोजी लिएको छु, मैले बुद्धिज्मको कतिवटा कुरा फलो गरेको छु। धेरैवटा धर्म ग्रन्थले अथवा धेरैवटा धर्मले यो क्लेम गर्छ कि कुनै पनि धर्म मान्दाखेरि त्यो धर्मले स्वर्गमा बास गराइदिन्छ अथवा स्वर्ग पठाउँछ भन्ने कुरा। तर यो रियलाइज हामीले गर्नुपर्ने हो कि त्यो धर्म ग्रन्थ लेख्ने अथवा रिलिजियस टेक्स्ट लेख्ने पनि मान्छे नै हो अथवा ह्युमन बिङ नै हो भनेर। र कुनै पनि धर्म लेख्ने मान्छेले आखिर त्यो किन लेख्यो भन्दाखेरि त्यसलाई भनिन्छ इन्सपिरेसन। हामीले यो कुरा बुझ्न सकेका छैनौँ कि सत्य र विश्वास भन्ने कुरा। कुनै पनि धर्म मान्नु विश्वास हो, सत्य होइन। यदि कुनै पनि मान्छेले भगवान छ भनेर भन्छ भने त्यसलाई विश्वास भनिन्छ, सत्य भनिँदैन। कि सत्य र विश्वास बेग्लै बेग्लै हो। कतिजना मान्छेहरूको ब्रेन वास गर्ने मान्छेको भनाइ यो हुन्छ कि हामीले कुनै पनि धर्म मानेनौँ भने हामीलाई नर्कमा पठाइदिन्छ अरे, हामीलाई स्वर्गमा पठाउँदैन। र यस्तै ब्रेन वास गर्ने भिडियोहरू हेरेर मलाई प्रब्लमेटिक लाग्छ र सोनाम गोलीको भिडियो हेर्दा पनि मलाई धेरै प्रब्लमेटिक लाग्यो र त्यही भिडियोको काउन्टर आजको भिडियोमा गर्नेछु। फर्स्ट अफ अल त सबैजनालाई म यो क्वेसन गर्न चाहन्छु कि आखिर धर्म के हो। हुनसक्छ कतिजनाले धर्म यो हो, ख्रिस्टियन धर्म हो, हिन्दू धर्म हो, बुद्धिस्ट धर्म हो, कुरान धर्म हो, अल्लाह धर्म हो भन्छ होला। तर मेरो फिलोसफी एकदमै सिम्पल छ। तपाईँलाई म सर्ट एन्ड सिम्पलमा धर्मको डेफिनेसन बताउने छु। बाघपुलको पारिपट्टि भएको मन्दिरमा गएर 500 रुपियाँको लड्डु चढाउनुभन्दा अगाडि तपाईँहरू वारिपट्टि भएको भोको बाँधलाई 100 रुपियाँ अथवा 150 रुपियाँको लड्डु अथवा मिठाई किनेर दिनुहोस् अथवा कुनै पनि फलफुल किनेर दिनुहोस्, त्यो नै ठुलो धर्म हो। अनि देख्छु सोसियल मिडियामा आएर फेसबुक, इन्स्टाग्राम, युट्युबमा आएर भगवान यो मान्नुपर्छ, यो मान्यो भने स्वर्गमा बास हुन्छ अरे, त्यो मान्यो भने स्वर्गमा बास हुन्छ अरे। कुनै पनि धर्म मान्दाखेरि स्वर्गमा पार हुँदैन। तपाईँहरू लेखेर राख्नुहोस्। आजको दिन इन्डियामा धर्म एकदमै ठुलो प्रब्लम भएर गएको छ र कुनै पनि घरमा एउटा मान्छे ख्रिस्टियन अथवा कुनै पनि अरू धर्म पस्यो भने त्यहाँनिर एउटा ठुलो विवाद नै बन्छ, कन्ट्रोभर्सी नै बन्छ, एउटा कन्फ्लिक्ट नै बनिन्छ गाउँमा। तर यो रियलाइज गर्दैन कि इन्डियामा फ्रिडम अफ रिलिजन भन्ने कुरा पनि छ। हामीले चाहेको कुनै पनि धर्म मान्न सक्छौँ, तर हामीले चाहेको धर्म मानेर अरूलाई नराम्रो भन्नु यो एकदमै गलत कुरा मेरो विचार। लिटरली आई हेभ नो हेट टु दिस गाई सोनाम गोले। तर कुनै पनि धर्मको नाममा आएर फेसबुकमा प्रचार गर्नु एकदमै गलत लाग्यो। र यस्तो भिडियोहरूले चाहिँ हाम्रो युथमा ब्रेन वास हुने काम गर्दछ। र कुनै पनि धर्मलाई लिएर कन्टेन्ट बनाउनु सही कुरा हो, तर कुनै पनि धर्मलाई लिएर एकरोपन देखाउनु यसलाई अन्धभक्त भनिन्छ। इङ्ग्लिसमा भन्नु भने ब्रेन वास्ट। कुनै पनि आफ्नो धर्मलाई सत्य मान्ने मान्छे अथवा कुनै पनि धार्मिक मान्छेले सोसियल मिडियामा आएर यसरी धर्मको विषयमा कन्टेन्ट बनाउँदैन। कन्टेन्ट त्यो मान्छेले बनाउँछ जो मान्छेले सोच्छ कि म त इन्सेक्योर छु, म एकदमै कठिनमा छु र मेरो आउँदो फ्युचर कठिन हुनेछ। कुनै पनि मान्छेको दिमाग अलिकति मेन्टली डिस्टर्ब हुन्छ अथवा इन्सेक्योर फिल गर्छ, त्यो मान्छेले धर्मको विषयमा आएर कन्टेन्ट बनाउने गर्छ कि यो धर्म राम्रो हो, यो धर्म राम्रो होइन। यदि सोनाम गोलेकै आधारमा हो भन्दा कुनै पनि इक्जाम लेख्ने नानी, केटा अथवा केटी भोलिको दिनमा इक्जाम छ, आज रातभरि किताब नपढेर परमेश्वर परमेश्वर भन्दै हात जोडेर बस्नु।